हेलो गाइज वेलकम ब्याक। हामी फेरि पनि स्टक भएर आइसकेको छौँ हो। यहाँनिर दुईवटा चाहिँ जाँदैछ, हेर्न सक्नुहुन्छ। हामी कलेज जाने क्रममा जाँदैछौँ हामीहरू, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ लुसन भर्खर ठिक पर्न आँटेको जस्तो छ। ओए त भर्खर ठिक पर्न आँटेको, भर्खर ठिक पर्न आँटेको कि ठिक परिसकेको? के गरेको? ब्रस गरेको? ब्रेक पनि लाग्दैन हौ साइकलमा, ब्रेकै छैन हौ यो हातमा। भाइ तिम्रो नाम के हो? हेलो गाइज, हेर्न सक्नुहुन्छ हाम्रो लुसन चाहिँ रेडी भएर हिँड्नको लागि तयार भइसकेको छ। अब हामी कलेजतर्फ लाग्दैछौँ। त्यो अघिको दुईवटा चाहिँ अघि गइसक्यो क्या, पर्खेन क्या यसलाई। अनि मैले चाहिँ यसो पर्खिदिएको नि त यसलाई। त्यो के भन्छस्? ठिक छ नि होइन? अनि हाम्रो कलेज जाने टाइम चाहिँ कहिले, कतिखेर हौ कलेज लाग्ने टाइम चाहिँ? 6:28 भयो। 6:28 मा कलेजको गेटभित्र छिरी चाहिँ सक्नुपर्ने। हामी भर्खर निक्लिँदैछौँ। के हो यस्तो यार? यो व्यवस्था परिवर्तन हुनु पर्यो क्या। बालेन्सालाई के भन्न चाहन्छ? बालेन्सालाई यस्तो भन्न चाहन्छु, हामीहरूलाई बिहान बिहान उठाइदिनुहोस्। बिहान छिट्टै रात लामो बनाइदिनु पर्यो, निन्द्रा पुग्नु पर्यो होइन? खेल्न लाग्यो मानिरहेको। यसको नाम के अरे भाइ? टोनी। टोनी स्टार्क, आइरन म्यान। कस्तो ह्यान्डसम छ आज यस। ओ ह्यान्डसम यो केटै होइन। जिब्रो चाहिँ यसको कत्रो लामो छ क्या, यत्रो लामो निकालेर उयो गरिदिन्छ। तर जे भए पनि ह्यान्डसम त ह्यान्डसम छ नि हो। ओ ह्यान्डसम, के छ तिम्रो हालखबर? गर्लफ्रेन्ड कतिवटा बनायो अहिलेसम्म? हेर्न सक्नुहुन्छ हामी चाहिँ गलियो जस्तो लाग्यो त हौ मलाई त। ओ तँलाई गलियो जस्तो लागेन? बिस्तारो आइदिन्छ नि त। लड्कीहरू जाँदैछ हो कलेजको होइन नि। तर हाम्रो कलेजमा योभन्दा राम्रो छ नि हो। तर मलाई चाहिँ कोही मन पर्दैन है त्यो। अब भनाइ अब केटा मिलेर जिस्काउने कार्यक्रम त भइरहन्छ, तर मान्छे कोही पर्दैन। के भन्छस्? आज हेर्न सक्नुहुन्छ हामी चाहिँ भर्खर दोकानबाट निस्क्यौँ होइन। हामी चाहिँ एकछिन यहाँनिर आन्टीकोमा नानाकोमा बस्छु नि त 10-15 मिनट जस्तो, अनि मात्रै कलेज क्लास जान्छौँ क्या। दाइ के हेर्नुभएको तपाईँ? कतिखेर आउनुभयो दाइ? आज अब घरमै मुख धर आउनुभयो कि यहीँ आएर दिनुभयो? आज घरमै नि। दाइ चाहिँ फेरि क्या बिहान नै उठेर आएर ढिलो हुँदो रहेछ, अनि ब्रस बोकेर यहीँ आएर चाहिँ आन्टीकोमा ब्रस गर्नुहुन्छ होइन गाइस। आज चाहिँ घरमै गर्नुभएछ अरे, केही छैन गर्नुपर्छ। अनि दाइ क्लास नजाने स्कुल? चिया भर्खर खाना आत्मको हो। अनि 2 पिरियड पढाइ हुन आँटेछ एउटा। फर्स्ट पिरियड त भइसक्यो होला, अब घन्टी लागिसक्यो फर्स्ट पिरियडको। अब सेकेन्ड पिरियड हुन आँटेको छ। अब मसाज चाहिँ बब्बाल हानिदिँदो रहेछ क्या। मेरो पनि हान्दैन यार। जेप्पा त नगर्नु। यतिको साथी चाहिँ हुनुपर्छ क्या मसाज हान्नको लागि। गुड है यतिको मसा जान्दिनु भयो त। तर कपाल बिगारिदिनु रहेछ। बट्टा परेको छ है मेरो है। नुहाउनु पर्ने छ। नुहाउनु आएको लगभग 4-5 महिना त होइन, 1-2 दिन भयो। हेर्न सक्नुहुन्छ हाम्रो दिनेश सेट्टी। ओ दिनेश सेट्टी के छ यार? ह्यान्डसम मान्छे चाहिँ ह्यान्डसम हो क्या, लुक्स फेरि उस्तै किलर छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब गेटभित्र छिरिसकेको छौँ। हामी के देखाइदिनु? होइन यार साथी, केटीहरू त नदेखाइदिउँ होला यार। तिमी हाम्रो भिडियोमा नो गर्ल्स ओन्ली बोइज। हामी चाहिँ बुलेट, हाम्रो बुलेट यता के हो यो बाइक? यो कुन बाइक हो है? यो कुन बाइक हो? सिटी बाइक। यो त्यही त सिटी बाइक। सिटी बाइक। हाम्रो चाहिँ साइकल यहाँ पार्क गरेर हामी चाहिँ कलेजभित्र अब छिर्न सकेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो कलेजभित्र चाहिँ यस्तो
राम्रो राम्रो यस्तो कुराहरू टाँसेको छ नेपाल विद्यार्थी सङ्घ होइन त हेर्नु सक्नुहुन्छ ओ बुढाथोकी पहन ओए ओ यता हेर त मान्छे चाहिँ हेर्छ म तर ब्रेकअप भयो अरे क्या उसको गर्लफ्रेन्डले छोडेर गयो अरे क्या यही क्लास यही स्कुलमा सुने जस्तो लाग्यो त त्यो पनि हाम्रै उयसमा पढ्छ कहीँ सुने जस्तो लाग्यो त त्यो कहानी के चाहिँ सुने जस्तो लाग्यो त्यो कहानी कसैसँग रिलेट पनि गर कि गर्नले छोडेको त्यो त गरिहाल्छ नि अब त्यस्तै हो होइन हाम्रो जे हामी दुईजनाको चाहिँ मिल्छ क्या होइन त ल ह्यान्डसेक खानु हेलो गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ क्लास पढेर फाइनली निस्किसकेको छौँ के भन्छ मान्छे अगाडि दाइ दाइ के छ अनि तैँले खाइस् यत्तिको सोचो चाहियो मान्छे चाहिँ होइन हाम्रो क्लास चाहिँ हेर्न सक्नुहुन्छ यस्तो दामी छ है टक्क मिलेको दामी खालको ठुलो छ